यो गाइज वेलकम ब्याक टु माई च्यानल आफ्टर अ लङ मेरो यही बानी बिग्रियो कि यार त्यतिखेर नि लङ भन्छु अनि आज चाहिँ हामी आएका छौँ फेरि एउटा नयाँ भिडियो लिएर। अनि आज चाहिँ हो हाम्रो डे 4 अफ कन्सिस्टेन्सी च्यालेन्ज आउट अफ 30 डेज। अनि अहिले भर्खरै एउटा नयाँ गेम रिलिज गरेको छ म्यालियोले, जुन हो बस सिमुलेटर इन्डिया। यसको चाहिँ मैले लिङ्क हजुरहरूलाई डिस्क्रिप्सनमा दिने नै छु। अनि यसो मैले ट्राई गरेको थिएँ अनि हल्का ठोकठाक पारिसकेँ। अनि ओ माई गाड हैदराबाद जाऊँ होइन बेङ्गलोर जाऊँ बेङ्गलोर। अनि हामी चाहिँ अहिले के भन्छ अरे बस सिमुलेटर इन्डिया हो यो। यहाँ अलिकति गेम यो भर्खर आएको छ, तर यो गेम चाहिँ हजुरहरूले अहिले प्ले स्टोरमा अभाइलेबल त छ, तर हजुरहरूलाई हल्का खोज्न गाह्रो हुनेछ। त्यही भएर म लिङ्क डिस्क्रिप्सनमै दिनेछु, सो चेकआउट गर्न चाहिँ नबिर्सिनु होला। यो गेम मैले जहाँसम्म लाग्छ लगभग एउटै छ, जस्तै कि यो बस फरक छ होइन, गाडीको आवाज एउटै छ, फरक रहेछ, अरू त एउटै रहेछ। अरे बाप रे, पास लाइट पनि डेन्जर रहेछ, यो पनि माथि पनि बोल्दो रहेछ, किल्लर रहेछ। अनि अरू क्याबिन पनि फेरि डेन्जरस रहेछ, पहिलाको क्याबिन भन्दा वे मच मोर बेटर। अनि अरू लगभग एउटै छ, बट हजुरहरूले धेरै नयाँ कुरा भेटाउन सक्नुहुन्छ, जस्तै कि यहाँका प्लेयर, जस्तै कि यहाँ देख्न सक्नुहुन्छ। अहिले भर्खर हामीले गाडी ल्याउँदै पनि यहाँ हात देखाएका थिए होइन। अब यहाँ अझै धेरै कुरा छन् देखाउनको लागि, सो मैले देखाउँदै जानेछु। यो गेमको स्टियरिङ नै हल्का फरक रहेछ, फरक त हुने नै भयो। अनि ओभरअल गेम मलाई अहिलेसम्म खेलेकै छैन, हजुरको अगाडि हो एकचोटि ट्राई आउट गर्नलाई कतिको फरक आएको छ भनेर यसो खेलेको थिएँ। ठोकठाक पारिदिएँ मैले। यी भाइ गाडीहरू नयाँ रहेछन्, लगभग अलमोस्ट सेमै छ भन्दै। आजकल यिनीहरूले पनि पास गर्नु ढ्याङ र ढुङको आवाज एउटै छ, म्याप एउटै छ, बस फरक छ, सिटी फरक छ, म्याप फरक छ, अरू त एउटै छ। लोड हुन्छ के हुन्छ हौ, यो जतिखेर 2 मिनट यस्तो हुन्छ यार। तर पनि अझै भर्खर डाउनलोड भएको छ। मैले डाउनलोड गर्दा चाहिँ जब 5 जना 5+ डाउनलोड देखाएको थियो, म चाहिँ 6th पर्सन हो। अब हैदराबाद जाने भएपछि त अनि इन्डियन मान्छेहरूले, इन्डियन पिपल, इफ यु आर वाचिङ दिस भिडियो, डु सेयर, आफ्ना साथीभाइहरूलाई सेयर गर्नुहोस्। तर हजुरले बुझ्नु भएको छैन होला नेपाली, तर बुझेर हेर्नु भएको भने चाहिँ राम्रै हो। अझै नि यो गेममा अपडेट आउन बाँकी नै छ, धेरै कुरा भर्खर रिलिज भएको छ। अनि मैले भर्खर रिलिज हुने बित्तिकै मैले यो गेम चेकआउट ठानेको, तर पनि मेरो अहिलेसम्मको यो गाडी चलाउँदा चाहिँ स्मुथै लागिरहेको छ मलाई। यो ह्यान्डलिङ यस्तो स्मुथ छ, पास बत्ती यस्तो छ। नर्मल बत्तीको त है, नर्मल बत्तीले नि क्याबिन टल्किन्छ पुरै। कमी चाहिँ छैन यो गेम, तर अलि अझै अपडेट आउन छ, तर म अहिले केही भन्न सक्दिनँ। ग्लिचहरू नि अहिलेसम्म मैले देखेको छैन। सो अहिलेसम्मको मेरो गेम प्लेको हिसाबले आई डोन्ट थिङ्क सो यो गेममा अझै केही बिग्रेको छ, बट अझै नि यसमा इम्प्रुभमेन्ट गर्न सकिन्छ। जस्तै यहाँ अब इन्डियाको म्याप ल्याइदिए, इन्डियाको बस, गाडी, मान्छे सबै ल्याइदिए, बट अझै धेरै कुरा यहाँ गर्न बाँकी नै छ। त्यही भएर यदि यो भिडियो भाइरल गयो भने, जान तर गयो भने प्लिज 10 लाइक्स
10 लाखको टार्गेटमा जहिले दिन्छु तर कसैले केही गर्दैन यार। भ्युज 10 आयो नि 100ले हेरेकाले लाग्दो गराउने यार। बस किन र ढ्याङ र ढुङ मान्छेहरू चाहिँ टर्निङ पनि मैले गरिदिन्छु कि तर कस्तो ब्रेक लगाइयो क्या झुक्केर। अनि म चाहिँ अहिले माइक दाइको माइक लिएर बोलिरहेको छु, त्यही भएर नोइज क्यान्सलेसन भइरहेको छ। सो पहिलाभन्दा चाहिँ बेटरै आएको छ होला भन्ने आशा गर्छु साउन्ड क्वालिटी। पहिला चाहिँ चिच्चै बोल्नु पर्थ्यो, केही बोलेकै बुझिन्थेन। अब नि केही प्रब्लम भयो भने भन्नुहोस्। अनि हजुरहरूलाई खास चाहिएको के हो? भ्लग चाहिएको कि गेमिङ चाहिएको कि यस्तो कुकिङ भिडियो चाहिएको कि वाट डु यु वान्ट? थाकिसकेँ यार फरक भिडियो बनाउँदा यार। के बनाऊँ हुन्छ। 30 डेज कन्सिस्टेन्सी, 30 डेज 1 महिना कम सानोतिनो होइन नि त्यो। अझ मैले थम्बनेल बनाउनकोमा कति जुगाड गर्नुपर्छ। सो अनि दाइको च्यानल चेकआउट गर्न नि नभुल्नु होला। नवीन ब्लग्स छ अहिले। अनि दाइले गर्दा नै हो मेरो अहिलेसम्मको, मेरो लगभग यो च्यानल बनाएर उस गर्ने भनेकै दाइले गर्दा हो। अनि यदि हजुरहरूलाई ए भाइ के गर्छ ब्रेक आने है यत्तिकै। अनि यदि हजुरहरूलाई क्युएनए भिडियो चाहिएको छ भने 500 सबकिपर गराइहाल्नु होला छिटोभन्दा छिटो। त्यसपछि मैले एउटा कम्युनिटी पोस्ट हाल्नेछु। 300 पुराउनु भयो भने मैले कम्युनिटी पोस्ट हाल्छु। त्यसपछि मैले कम्युनिटी पोस्टै हाल्दिनँ। अनि कम्युनिटी पोस्टमा चाहिँ क्युएनए भनेर हालिदिन्छु। त्यसमा राम्रो रेस्पोन्स आयो भने त्यसपछि सबकिपरहरू बढ्यो भने बल्ल मैले त्यही गर्नेछु। नत्र त्यस्तै 300 सब्सक्राइबरमा चाहिँ मैले के भन्छ अरे क्युएनएको लागि क्वेसनहरू हाल्नलाई एउटा कम्युनिटी पोस्ट हालिदिन्छु। त्यसपछि हजुरहरूले त्यहाँ गरेर गएर उस गर्न सक्नुहुन्छ। अनि हामी 300 सब्सक्राइबरको नजिकै नै छौँ। ओन्ली जम्मा कति 52 हो कि 53 सब्सक्राइबर रहेको छ। सो यति हजुरहरूले पुरा गर्न चाहिँ सक्नुहुन्छ भन्ने आशा गर्दछु। अनि ओभरअल गेम चाहिँ एकदम राम्रो रहेको छ। हजुरहरूले चेकआउट गर्न नभुल्नु होला। अनि हजुरहरूलाई यसको लिङ्क मैले डिस्क्रिप्सनमा दिने नै छु। एकचोटि गरेर ट्राई चाहिँ हान्नु होला। अनि यो इन्डिया सिमुलेटर मैले भर्खरै रिलिज गरेकोमा रङ्गै कहीँ छ। खै अहिलेसम्मको खेलाइले मैले यहाँ ग्लिच भेटाएको छैन। तर नि एम्बुलेन्सहरू रहेछ। ए भाइ के गर्छन् यार। तर यहाँको एउटा रियलिजम इन्डियामा जसरी चलाउँछन् त्यसरी चाहिँ देखाएको एकदम ट्राफिक मान्छे नि घरहरू नि लगभग अलमोस्ट सबै त्यस्तै छ। सो ओभरअल गेम चाहिँ यस्तै नै छ। पनि एकदम मस्त पाराको गेम चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले नि। अनि गेमको अब यहाँ आवाज सुन्नु परेको यस्तो पिकअप नै राम्रो ढाङ्गै हो। मैले अझै भन्न चाहन्छु कि यदि मैले हेर्नुभयो भने पुग्दैन यो भिडियो। तर नि इफ Melio gets this video then I would suggest you to remove these old buttons and new buttons plus the sounds effect and other many more texture. If you can then please improve and give a better update. अब मैले भन्ने त्यही नै हो। एज अ प्लेयरको फिडब्याकै दिएको मैले। त्यस्तो गेम नराम्रो छ भन्न खोजेको होइन मैले। सो यो भिडियो सक्दोसम्म सेयर गरेर भ्युज बढाइदिनु यहाँहरूको। 30 डेज कन्सिस्टेन्सी च्यालेन्ज मैले यत्तिकै थोड्न लेखेको। भ्युज गेन गर्न लेखेको, सब्सक्राइबर गेन गर्न पो लेखेको त मैले।
डिस्क्रिप्सनको बाटोहरू छ, मेरो टर्निङहरू छ, मेरो सबहरू चाहिँ ऊ मान्छेलाई धन्ने ठोकेको थिएँ मैले। अनि हजुरहरूलाई कस्तो टाइपको भिडियो चाहिन्छ त्यो कमेन्ट गर्नु नभुल्नुहोला। सो अब आजको भिडियोमा यति नै होला। ए भाइ सो आजको भिडियोमा यति नै। यसको पार्ट 2 चाहिएको छ भने कमेन्टमा पार्ट 2 लेख्न नबिर्सिनु होला। सो आजको भिडियोमा यति नै। लाइक शेयर कमेन्ट सब्सक्राइब गरेर गर्न नबिर्सिनु होला। अनि यस्तै नै नयाँ भिडियोहरू आउनेछ भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। बाई बाई।